सर्नी पो कसरी हो यत्न गरेर बसेछु पुऱ्याउँदाखेरि एकैछिन बाबा हामी हरायौं। हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। र अहिले चाहिँ बिहानको 7 बजेको छ अनि आज चाहिँ फुपू फुपाजु भाइ ठुलबाबा म बाबा सबैजना चाहिँ हामी स्वर्गदारी जाँदैछौँ। सो हाम्रो गाडी आइसकेको छ। म पनि हल्का रेडी भइसकेको छु किनभने बिहानको मौसम छ अनि मन्दिर जाँदै हो। सो यति त गर्नै पर्यो। अब चाहिँ हामी हिँड्नलाई एकदमै रेडी पोजिसनमा छौँ। बाबाहरू झर्दै हुनुहुन्छ माथिबाट। सो म पनि अब फटाफट निक्लिन्छु अनि लेट्स मुभ टु सर्कदारीका। रोटी चाहिँ नै अरे सबै सातो हामीले रोटी लिएर आउनु पर्ने सातो भन्दै होइन र भगवान बस्ने ठाउँ सजिलो ठाउँ हुन्न। हामी कति हाइटमा आइपुगेछौँ। अहिले चाहिँ हामीले गाडी यहाँनिर रोकेका छौँ एकछिन। यहाँबाटको भ्यू चाहिँ एकदमै राम्रो अनि हामी चाहिँ वहाँ तलबाट आएको हो। त्यत्रो बाटो यस्तो घुम्दै 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 अनि यहाँ चाहिँ यस्तो मजाले घाम लागेको छ। हामीले एउटा पहाड चाहिँ अब यहाँदेखि काटियो, अब अर्को पहाड सुरु हुन्छ। यहाँबाट अहिले त्यो गाडीमा यति पायो नि 2.5 घन्टा लाग्छ यहाँ त घोरा निक्लिने कि यहाँबाट झर्दाखेरि 2 घन्टा भन्दा आर्मी जाने कि बाबाले पुरानो गफ दिइरहनु भएको छ। यति आइकन एक बोट खाने हो बाबाको एक बोटको खाने ठाउँ रे। डाँडै त हो, सबैको पहिलोचोटि हो। उहाँहरू त चितवन बस्ने हो नि त। तपाईँ कहाँ जानु हिँड्नु भयो? कहाँ जानु हिँड्नु भयो? मेरो बिहा त म यस्तो ठाउँहरू त गर्दिनँ। जन्तीले 1 ताल खान्छ, म 3 ताल खान्छु उभारेर। तपाईँ त आउनु नि आउनु न, अरू त नै आउनु त स्योर हान्नु। अनुप ससुराले आउँथ्यो होइन? अनुप त आउँथेनन् म गाडी पढाउँथ्यो होला। यत्न गरेर बसेछु पुऱ्याउँदाखेरि एकैछिन यो हर त ठोकेरै दुखिसक्यो। म यत्न आज यहाँ हल्लाएर बस्छु। होइन कहाँ हल्ला त अलिकति हल्लाइजान्छ हट्टा हेर्नुहुन्छ क्या शरीर अटिलो नभएर ठुल्बा जस्तो गजक्क लाएर बस्नु न। म गजक्क बसेको छु र अब के गर्नु तान हुन्छ त टाढामा एक्लैमा भनेर कपडा धुलो धुवा अफ रोडिङ। छिटो छिटो ढिलो भयो। अहिले चाहिँ 10:08 छ अनि अहिले चाहिँ हामी स्वर्गदारीको यहाँ धरमपानी भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ अब पूजा सामान किन्ने अनि त्यसपछि यहाँबाट चाहिँ गाडी जाँदैन, हिँडेर जाने हो। मलाई गर्मी भयो अनि मैले यो ज्याकेटमा ट्रान्सफर गरेँ। फुपाजु चाहिँ सामान किन्दै के किन्न लाग्यो? त्यस्तै मैले हिजो उता किने जस्तै त हो। यस्तै हुन्छन् क्या यहाँ त। जेन्ट्सको मैले हिजो खोजेको भाइलाई लैदिनु पर्यो भनेर केही भेटाइन नि। हजुर हिजो उहाँ किनेपछि एउटा सुपदेवराडी एउटा कान्छी छोरीलाई यो फेरि तन्किन्छ कस्तो लाने एउटा हेरेर त्यस्तै कडावालै लैदिए राम्रो होला। यस्तै किन्दैछ एउटीलाई कडा केसमा हुन्छ भने मोती होइन होइन यही त हो नि। एउटै लैदिनु कति यसलाई? 200 रुपियाँ। 150 किनेर 200। सानोमा आउँछ ए यही हेर्नु हातमै छ। हाम्रो चाहिँ अब यहाँ चिया पाक्दैछ। चिया खाएर चाहिँ हामी जाने हो। फाइनल्ली कति वर्षदेखि आउने 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 भनेको बल्ल आज सर्कदारीको धोका
पुरा हुने भयो। हरेक कुराको एउटा समय हुने रहेछ। मेरो चाहिँ यहाँ आउने समय बल्ल आयो। यहाँ दुध पाइन्न रे, यहाँ कालो चिया। फुबाजुले फेरि चाट्न सुरु गर्नु लाउनु भयो होला। एउटा भैँसी डेरीबाट मगाएर खाउने अरे समस्या रहेछ। कागती हालेको मस्त। स्वर्गद्वारी आश्रमको प्रवेशद्वारमा चाहिँ हामी आइपुगेका छौँ। फाइनल्ली एट स्वर्गद्वारी। ल्याउनु नि त। अब चाहिँ हाम्रो स्वर्गद्वारीको यात्रा सुरु भयो। यहाँबाट अब पुरै सिधै हुँको जस्तै मौला कालिकाको जस्तै होला। हिमाल यस्तो स्या स्या भइसक्यो। बाबाहरू कहाँ? बाबा बाबा हामी हरायौँ। कति छ अझै? आधी घन्टा हिँड न, चालै नगरी। यो आधी आधी जस्तो आयौँ हामी। सबै नयाँ भएर नि तनाव भयो। यति छ यता अझै यहाँ तलबाट आयौँ। आधी घन्टा भन्थे, आधी घन्टा त थकाइ लाग्ने भावनाले आधी घन्टा होला। सबैले छोडेर गए, म बिचारी एक्लै भए पछाडि आया हेर्छन् अगाडिबाट रमिता। मम्मीले यो भिडियो हेर्नु भने मम्मीले के भन्नुहुन्छ थाहा छ? त्यही भएर तँलाई मैले पहिला स्वर्गद्वारी जान्दैन भन्नुहुन्छ। टाढा भएर हिँड्न पर्छ भनेर। त्यही भएर घुम्ने चाहिँ मम्मी नआएला हो। घोडा त धौ भएर हिँड्दैनन् झन् मान्छे। मोर पावर चाहियो। टाढो होइन, सिडी छ तर लामो भयो के। अब लामो भयो। यहाँनिर हुन्छ नि एयरपोर्टमा एलिभेटर, त्यस्तै हालिदिनु पर्छ। भविष्यमा म पैसा कमायो भने त्यही हाल्छु। केबल कार भइ नै हाल्छु। पैसा पो कमाउनु पर्यो। कसरी हो? आज मलाई के लागिरहेको थियो, हामी जाने बेला ठुलबाले पूजा गरेर भ्याउँछ जस्तो लाग्थ्यो थियो। आज फुबाजुले भ्याउनुहुन्छ। लामो भयो। टोपी अब टोपी के खाल्नु नि। अब लामो पनि बस्मी लामो। यहाँबाट पनि होइन आएको त। अब चाहिँ हामी आइपुग्न आँट्यौँ। धर्मशाला यही हो। अनि बस्ने भएपछि यस्तैमै हो। यति नजिकबाट हिमाल अनि यति नजिक चराचुरुङ्गीको आवाज आनन्द आइरहेको छ मलाई चाहिँ। माथिको गेटमा आइपुग्यौँ। फाइनल्ली हामी चाहिँ यहाँ स्वर्गद्वारी माथि मन्दिरमा आइसकेको छौँ। अब हेर्दैछौँ कता कता के गर्ने भनेर। मन्दिर यता पहिला मन्दिर जाऊँ न। खोइ बाबा प्लास्टिक कहाँ गयो? हामीले चाहिँ पूजापाठ गरिसक्यौँ। यहाँ चाहिँ घन्टी कति थरी रहेछ। टिका लाउँदा चाहिँ अर्कै भाइब आउँछ है। अनि यहाँ चाहिँ पुरा स्वर्गद्वारी प्रभु महाराज की जय। अब चाहिँ हामी पूजापाठ सबै गरेर भ्याइसक्यौँ है। अनि त्यसपछि रूपकसँग मेरो आएको 2 महिना भइसक्यो। जाने बेला भइसक्यो, भेट नभएको होइन। स्वर्गद्वारीमा आएर भेट भएको मलाई एकदम धेरै खुसी लागिरहेको छैन। भ्लग बनाइरहेको थिएँ मैले। ऊ त पछाडिबाट आइकन भ्लगमा आउन मिल्छ अरे। आज लाइक अड्के एकछिन त नचिने। रूपक हल्का मोटाएको रहेछ नि, त्यही भएर मैले नचिनेको होइन। सो 1-2वटा फोटो पनि खिचियो, भेटघाट पनि भयो। सो अब चाहिँ हामी यता माथि कता जाने भन्नुभएको थियो। यहाँनिर त यत्रो माना यस्तो रहेछ। जम पानी हो। ल अब चाहिँ माथि गुफा अनि के छ भन्नुभएको छ, त्यो हेरौँ। अनि त्यसपछि जाने। भोक पनि लास्टै भोक लागिसकेको छ। कता अब त्यो दाइलाई फोन गरे भए हुन्थ्यो। भोक लागेको अवस्था धन्न चाउचाउ बोकेर आएको रहेछ र अहिले यहाँ चाउचाउ खाने भइरहेको हो।
अब चाहिँ हामी गुफा हेर्न जाँदैछौँ चाउचाउ माग्न आएको त रेकर्डै भयो सबैले खाँदैन खाम भन्ने यही हो र होइन भाजीको साग यहाँ हो गौशाला यो गौशालाभित्र हामी जान पाइँदैन हो ए त्यही भएर गौशाला यता रहेछ म कहाँ कहाँ चढ्छु यार चढ्न भने पाइन्न अब चाहिँ जाम गुफा हेर्न साग यही साग हो कि यहाँ खुवाउने खाना यहीँ खेती गर्ने यहीँ खाने पहाडको टुप्पामै रहेछ है रहन चाहिँ टुप्पामै रहेछ के यो त सबै माथिबाट जानुभयो म तलबाट दौडेर खै गुफा उता लेखा छ गुफा जाने बाटो भनेर तपाईँहरू सबलाई गुफा मुल्देर आउने यतिबाट झर्न मिल्छ मिल्दैन होला यत्रो डाँडा परिक्रमा गर्नुपर्छ बोलेन त उताबाट खोइ अनु डोजर लगाउनु पर्ने हिँड के हिँडिदिन्छ डर्छेहरू यस्तो ठाड्डै उकालो है त्यही हो गुफा त्यहाँबाट कहाँ निक्लिने हो त गुफा चाहिँ यहाँ माथि रहेछ फोटोग्राफ मैले मन्दिरमा प्रसाद छोडेछु लिएर आएँ फाइनली मेरो प्रसाद भेटियो अब चाहिँ हामी फर्किँदैछौँ स्वर्गद्वारी नेक्स्ट टाइम सुन अघि चाहिँ उकालोमा स्यास्या अहिले चाहिँ ओह्रालोमा फेरि स्यास्या होला सागर भेट्यो भिडियो खिचिछु है मैले यहाँ भिडियो त्यसपछि बन्द गरेर फोटा राम्रो आएनन् भने मैले नि भिडियो खिचेँ है अन भयो है यो ल चढ्ने पो कसरी हो ल ल हो त्यहाँ चढ चढ्दैन नि भक्कल कि केटी देखेला ल भक्कल कि देखेला जितके आएको नाम लिवाने ल नाम लिवाने लाउने ल ल बाई बाई फ्रीमा जाने अफर गुमाएर हिँडिरहेको छु म पनि त लाटै हो नि फोटो खिच्नलाई तपाईँको लागि 3 घन्टा कुर्छु रे दिउँसभरि कुर्छु रे कम मुगेछ कहाँ दाङ जाने बेला यो मेरो बाबाको हिँड्ने ठाउँ हो अरे त्यही भएर यहाँ आएदेखि भनिरहनु भएको यतातिर थाहा थिएन भनौँ भने अब यो त पहिल्यैको मन्दिर त होला के र म चाहिँ यो स्वर्गद्वारी प्रभु महाराजको मन्दिर जाने बाटोको गेटमा उभिएर आजको मेरो यो ब्लग यहीँ समाप्त गर्छु यदि हजुरहरूलाई मेरो यो भिडियो मन पर्यो स्वर्गद्वारी मन पर्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि जाँदा च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला बाई बाई गाइस सी यू इन नेक्स्ट ब्लग